हेलो मम्माज गुड मर्निङ। आज चाहिँ हामी कोदोको लिटो बनाऊँ है त। यो चाहिँ हिन्दीमा रागी भन्दो रहेछ। हजुरहरूको बेबीलाई चाहिँ चिसो छ भने, नाक बगिरहेको छ भने यो चाहिँ एकदमै ठिक हुन्छ। यसमा चाहिँ एकदम धेरै आइरन पनि हुन्छ है। यसलाई मजाले भुट्ने। मैले चाहिँ मिक्सर गर्न नपर्ने गरेर यो स्याउ हो, स्याउलाई चाहिँ मजाले कोरेर राखेको छु। त्यो चाहिँ रातो नहुन्जेलसम्म यसरी पकाउने। यो धेरै भुट्यो भने चाहिँ अलिक तितो हुन्छ है, हजुरहरूले विचार गर्नु होला। त्यसपछि हल्का हल्का पानी राख्दै यसलाई डल्लो हुन नदिँदै राम्ररी चलाउने। यो डल्लो चाहिँ मजाले फुटाउँदै पकाउँदै गर्ने। अनि अघि कोरेर राखेको स्याउ पनि हालिदिने। अनि मम्माहरू, हिजो हजुरहरूले बेबीलाई भिटामिन ए र जुकाको औषधि खुवाउनु भयो कि नै? खुवाउनु भएको छैन भने 6 र 7 गते आज पनि खुवाउनु मिल्छ है। अनि यसपालि चाहिँ हजुरहरूले आफ्नो बेबीलाई बालबिटा दिनुभएको छैन भने बालबिटा पनि त्यहाँ एभाइलेबल छ, मागेर खुवाउनु होला। अब यसलाई चाहिँ कन्सिस्टेन्सी नछोड्ने जेलसम्म मजाले पकाउने। अलिकति घिउ पनि एड गर्छु म चाहिँ। हजुरहरूले चाहिँ यो भुट्नुभन्दा अगाडि नै घिउ हालेर भुट्दा पनि हुन्छ या भुट्दै हाल्दा पनि हुन्छ। मैले चाहिँ यसरी पानी हालिसकेपछि हालेर भुट्छु। यसरी मजाले पकाउने। यतिको भएपछि चाहिँ हाम्रो लिटो रेडी भयो। यसलाई चिसो बनाएर अब बेबीलाई दिने। मेरो बेबीले चाहिँ यस्तो यस्तो खानेकुरा एकदमै मन पराएर खान्छ। हजुरहरूको बेबीले चाहिँ के खान्छ सेयर गर्नु ल। आम है। एमी उसलाई चाहिँ खाना एकदमै हतार हुन्छ। थ्याङ्क यू फर वाचिङ। बाई बाई। हेर्नु न यहाँ उहाँको अनुहार चाहिँ यस्तो भइसक्यो।